हेलो नमस्कार सबैलाई। विशेष गरी अब हाम्रो एससी इक्जाम चाहिँ धेरै नजिक आउँदैछ। त्यही सन्दर्भलाई मैले चाहिँ मध्यनजर गरेर एससीका भाइ बहिनीहरूलाई केही राहत हुन्छ कि भनेर यो एससी ओरिएन्टेड कम्पलसरी म्याथको विशेष अनिवार्य गणितको चाहिँ इम्पोर्टेन्ट क्वेसन सम्बन्धी भिडियोहरू बनाउन गइरहेको छु। त्यसको सोल्भ कसरी गर्ने भनेर सबैभन्दा पहिले चाहिँ हामीले फर्स्ट युनिटमा चाहिँ सम भन्ने पार्टबाट क्वेसन आउने गर्छ। फर्स्ट युनिटबाट होइन, त्यो 1 नम्बरमा। अब त्यसको लागि चाहिँ के बेसिक नलेजहरू थाहा पाउनु पर्ने हुन्छ, जसको लागि म चाहिँ अब यसमा चाहिँ विशेष गरेर खप्टिएका सम्बन्धी क्वेसनहरू सोधेको हुन्छ कि 2वटा खप्टिएको समूह दिएर क्वेसन सोधेको हुन्छ भने कि 3वटा दिएर। यो लेटेस्ट आजभोलि चाहिँ एसीमा चाहिँ 2वटा सम्बन्धी चाहिँ प्रायः जस्तो सोधेको देखिन्छ। यसै सन्दर्भमा चाहिँ मैले अब यो भेन चित्रबाट चाहिँ केही कुराहरू देखाउन चाहेँ। जस्तो यदि ए र बी 2वटा खप्टिएका समूहहरू हुन् भने, जसलाई हामीले ओभरल्यापिङ सेट पनि भन्छौँ। यस्तो भयो भने यस्तो अवस्थामा हाम्रो सुरुमा भेन चित्रबाट जाउँ है। भेन चित्र चाहिँ यस्तो खालको हुन्छ कि यसरी हामी भेन चित्र बनाउँछ। पहिला आयताकार बक्समा मसिनै सकिँला जस्तो भइसक्यो। यसमा खप्टिएको भन्नाले ओभरल्यापिङ होइन। मानौ यो समूह ए हो, अर्को यो समूह बी हो होइन। समूह ए र समूह बी 2वटा समूह रहेका छन्। अब त्यो मध्ये यो बीचको भाग छ नि, यसलाई ए र बी दुवैको भाग भन्छ कि, यसलाई इन्टरसेक्सन भन्छ। ए इन्टरसेक्सन बीले जनाइन्छ। ए र बी दुवै मन पराउने, ए र बी दुइटै मन पराउने भनेपछि त्यसलाई नम्बर अफ ए इन्टरसेक्सन बीले जनाइन्छ। अनि यो छ नि बाँकी, यो चाहिँ इन्टरसेक्टिङ पार्ट भयो है। यो चाहिँ इन्टरसेक्टिङ, यो मात्रै छ नि, यसलाई भन्छ ए मात्रै भन्छ कि, नम्बर अफ ओन्ली ए भनेर यसलाई जनाइन्छ। त्यसै गरी यो छ नि, यो बचेको यो सेतो भाग, यो इन्टरसेक्टिङदेखि बाहिरको, यसलाई भनिन्छ बी मात्र, नम्बर अफ ओन्ली बी। यसरी 3वटा कोठाहरू छ हाम्रो, 1 2 3। सुरुमा चाहिँ इन्टरसेक्टिङ पार्ट भयो, दुइटै मन पराउने भन्छ र ए र बी दुवै मन पराउने भन्दछ। अनि यो सेतो बाँकी रहेको भागलाई चाहिँ ए मात्रै मन पराउने भन्दछ। त्यसै गरी यो बाँकी सेतो रहेको भागलाई बी मात्रै भन्ने हुन्छ। यो भाग बाहिर यो छ नि, यो 2वटा सर्कलदेखि बाहिरको यो खाली भाग छ नि, यसलाई रिमेनिङ भाग भन्छ कि। यो भनेको ए र बी दुवै मन नपराउने भन्छ। यसलाई भन्छ यो बाँकी छ नि, यो सेतो भाग बाँकी, नम्बर अफ ए युनियन बी को होल कम्प्लिमेन्ट भनेको यो ए र बी दुवैमा नपर्ने। यसको मतलब इन्टरसेक्सनमा पनि परेन, मात्रै पनि परेन, यो मात्र पनि परेन, ए मात्र पनि होइन, बी मात्र पनि होइन, यो ए र बी दुवैमा पनि होइन। तर यो नम्बर अफ युनियन बी को होल कम्प्लिमेन्ट भन्छ। यसरी हाम्रो भेन चित्रमा 4वटा चिजहरू हुन्छ। एउटा सुरुमा इन्टरसेक्टिङ पार्ट भयो, ए र बी दुवै मन पराउने भन्छ, यसलाई नम्बर अफ ए इन्टरसेक्सन बी भनिन्छ। त्यसपछि अर्को बाँकी रहेको छ ए मात्रै मन पराउने, नम्बर अफ ओन्ली ए। त्यसपछि अर्को नम्बर अफ ओन्ली बी। त्यसपछि बाँकी रहेको बाहिरको भाग नम्बर अफ ए युनियन बी को होल कम्प्लिमेन्ट। यसरी यो बक्सभित्रको सब छ नि, यसलाई नम्बर अफ यु भनिन्छ कि। यसको मतलब यो अनि यो बाहिरको सब नम्बर अफ यु। त्यस कारण यो सम्बन्धी केही सूत्रहरू छ, त्यो ख्याल गर्नुपर्ने हुन्छ। सूत्रमा जस्तै लेखौँ, नम्बर अफ ए भनेको वास्तवमा यो र यो हो कि, नम्बर अफ ओन्ली ए प्लस नम्बर अफ ए इन्टरसेक्सन बी भन्ने बुझ्नु पऱ्यो है। यो ए मात्रै र इन्टरसेक्टिङ पार्ट जोड्यो भने पुरै सर्कल ए भयो कि। त्यस्तै तरिकाले अर्को नम्बर अफ बी बराबर, यो भनेको नि के हो, बी मात्रै प्लस अनि इन्टरसेक्सन होइन, यो दुइटैको। त्यही भएर नम्बर अफ ओन्ली बी प्लस नम्बर अफ ए इन्टरसेक्सन बी, यो भयो। यो बाहेक
अर्को हाम्रो छ यो दुईटै भनेको के हो त? यसको मतलब नम्बर अफ ए युनियन बी दुवै मन पराउने भन्छ नि, ए र बी दुवै मन पराउने भने चाहिँ नम्बर अफ ए युनियन बी बराबर यसको सूत्र यो मात्र मन पराउने प्लस यो मात्र मन पराउने र अनि यो बीचको भन्ने हुन्छ नम्बर अफ ओन्ली ए प्लस नम्बर अफ ओन्ली बी प्लस यो बीचको इन्टरसेक्सन नम्बर अफ ए इन्टरसेक्सन बी। एउटा सूत्र यो छ है, यो ए मात्र मन पराउने बी मात्र मन पराउने अनि बीचको मन पराउने, यो गरेर चाहिँ नम्बर अफ ए युनियन बी दुवै मन पराउने भन्ने हुन्छ। र अथवा यसको अर्को एउटा सूत्र पनि छ कि, जस्तो नम्बर अफ ए युनियन बी बराबर के हुन्छ भने यो पुरै ए के, यसलाई भन्छ नम्बर अफ ए प्लस यो पुरै बी के नम्बर अफ बी, नम्बर अफ ए प्लस नम्बर अफ बी यो पुरै सर्कल प्लस यो पुरै सर्कल त भयो। तर यसमा यो बीचको भाग छ नि इन्टरसेक्सन, यो दुईचोटि रिपिट भएको छ कि। एकचोटि नम्बर अफ ए भन्दाखेरि यो इन्टरसेक्टिङ पार्ट यहाँ आएको छ यसमा, नम्बर अफ बी भन्दा फेरि यो इन्टरसेक्टिङ पार्ट यता आयो, यसरी दोहोरो भयो। दोहोरो भएको हुनाले यसलाई एकचोटि इन्टरसेक्सनलाई घटाइदिनुपर्छ, माइनस नम्बर अफ ए इन्टरसेक्सन बी। यस्तो यसको दुईवटा सूत्र छ है। त्यसै गरी अर्को चाहिँ के छ भने हाम्रो यसको सूत्र त अर्को पनि छ है। यसको अर्को के पनि छ भने नम्बर अफ ए युनियन बी बराबर यो टोटल छ नि, टोटललाई नम्बर अफ यु भन्छ कि युनिभर्सल सेटबाट त यो बाहिरको छ नि, यो बाहिरको यसलाई घटाइदिनु पर्यो, नम्बर अफ ए युनियन बी को होल कम्प्लिमेन्ट यसलाई घटाउनु पर्यो, यो है। अब हाम्रो चौथो नम्बरमा अर्को सूत्र छ, के छ भने हाम्रो नम्बर अफ यु जम्मा विद्यार्थीको सङ्ख्या भन्छ नि, जम्मा विद्यार्थीहरूको सङ्ख्या नम्बर अफ यु बराबर यो भनेको सब जोड्नु पर्यो कि, यो भनेको नम्बर अफ ओन्ली ए प्लस नम्बर अफ ओन्ली बी है, यो मात्रै प्लस यो मात्र अनि बीचको प्लस नम्बर अफ ए इन्टरसेक्सन बी प्लस है यो जोड्ने अनि यो बाहिरको छ नि यसलाई पनि जोड्नु पर्यो कि यसलाई, यो भनेको नम्बर अफ युनियन बी को होल कम्प्लिमेन्ट, नम्बर अफ ए युनियन बी को होल कम्प्लिमेन्ट यसलाई जोड्यो भने नम्बर अफ यु आयो टोटल है। अथवा यसको अर्को सूत्र पनि छ, के छ त नम्बर अफ यु बराबर यो ओन्ली नभएको अवस्थामा, यो ओन्ली नभएर यस्तो पुरै भएको अवस्थामा के गर्ने, यस्तो अवस्थामा यो पुरै ए जोड्नु पर्यो, नम्बर अफ ए प्लस अनि यो पुरै नम्बर अफ बी जोड्नु पर्यो होइन। अनि यसमा यो रिपिट भएको छ नि इन्टरसेक्टिङ पार्ट, यता नम्बर अफ ए लेख्दाखेरि पनि इन्टरसेक्सन यहाँ आएको छ यो नम्बर अफ एमा होइन, त्यसरी नम्बर अफ बी लेख्दाखेरि पनि इन्टरसेक्टिङ पार्ट फेरि आएको छ, दुईचोटि चाहिँ जोड्नु मिलेन, त्यो एकचोटि फेरि घटाइदिनु पर्यो, नम्बर अफ ए इन्टरसेक्सन बी भयो होइन। यो बाहेक नम्बर अफ यु भनेको त्यो सबै हो बक्सभित्रको होइन, भनेपछि यो बाँकी यो पनि त छ नि नम्बर अफ युनियन बी को होल कम्प्लिमेन्ट, यसलाई जोड्नु पर्यो प्लस नम्बर अफ युनियन बी को होल कम्प्लिमेन्ट। अर्को चाहिँ हामीले थाहा पाउनु पर्ने सूत्र चाहिँ के छ भने नम्बर अफ ए युनियन बी को होल कम्प्लिमेन्ट भनेको के हो त? यो भनेको ए र बी दुवै मन नपराउने भनेको के, ए पनि मन नपराउने बी पनि मन नपराउने बीचको पनि मन नपराउने भनेको यो बाहिरको। यसको अर्थ नम्बर अफ युबाट यो दुईटै सर्कल दुईटै मन पराउनेलाई के भन्छ नम्बर अफ युनियन बी, यसलाई घटाएपछि नम्बर अफ युनियन बी को होल कम्प्लिमेन्ट आउँछ। यसरी दुईवटा समूह खप्टिएको अवस्थामा यस्तो खालको हाम्रो सूत्रहरू प्रयोग हुन्छ र चित्र चाहिँ यस्तो खालको बन्ने गर्छ। जस्तो मानौँ कुनै एउटा सर्वेक्षणमा एले चिया मन पराउने बीले कफी मन पराउने भनेको छ भने त्यस्तो दुवै मन पराउने भन्दाखेरि नम्बर अफ ए इन्टरसेक्सन बीचको पर्यो, कुनै पनि मन पराउँदो रहेनछन् भने चाहिँ यो भयो कि नम्बर अफ युनियन बी को होल कम्प्लिमेन्ट। उदाहरणको लागि जस्तो मानौँ एउटा सर्वेक्षणमा
50 जनाले स्याउ मन पराउँदो रहेछन् है, जसलाई हामीले एप्पल भन्छौँ, एले जनाएका छौँ। र 60 जनाले केरा मन पराउँदो रहेछन्, जसलाई हामीले बीले जनाउँछौँ होइन, क्यापिटल बीले। यदि र 20 जनाले दुवै फलफुल मन पराउँदो रहेछन् भनेपछि यो बीचको भयो। तर 15 जनाले कुनै पनि फलफुल मन पराउँदो रहेनछन् भनेपछि फेरि यो नम्बर अफ एनिमीको होल कम्प्लिमेन्ट भयो। यसै बुझ्नु पर्यो। यसरी हामीले यो सूत्र प्रयोग गर्न सक्नुपर्ने हुन्छ दुईवटा खप्टिएको अवस्थामा। त्यसै गरी अब हामी तीनवटा समूह खप्टिएको अवस्थामा कसरी गर्ने त अब त्यो सम्बन्धी एउटा चित्र बनाउँछौँ। तीनवटा समूह भएको अवस्थामा चित्र चाहिँ यस्तो खालको बन्छ कि सुरुमा यस्तो बक्स बनाउने, यहाँ यु लेखेर होइन, ल अब यो चाहिँ हाम्रो ए भयो, समूह ए भयो है। अर्को चाहिँ हाम्रो यो समूह बी भयो, अर्को चाहिँ यो हाम्रो समूह सी भयो है। यसरी तीनवटा खप्टिएको अवस्थामा यो चाहिँ सी भयो है। यो चित्रमा अब हामीले कतिवटा चिजहरू भर्नुपर्ने हुन्छ थाहा छ। सबैभन्दा सुरुमा हामीले यो भन्नुपर्ने हुन्छ 1 नम्बर। यो भनेको तीनवटै चिज मन पराउने, ए र बी, ए बी र सी तीनवटै चिज मन पराउने भनेको 1 भयो। त्यसपछि हामी ए र बी मात्रै मन पराउने मात्रै भनेपछि यो भयो है। यो भनेको हाम्रो तीनवटै मन पराउने, यसलाई भन्छ नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भन्छ। नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भनेको यो भयो है। यो है कस्तो इङ्क पनि सकिन लागेको छ है। यो 1 नम्बरको भनेको यो हो, नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी, यो नम्बर 1 नम्बरको है। यो 2 नम्बरको छ नि, यो भनेको चाहिँ हाम्रो ए र बी मात्रै भन्छ कि, यो भनेको नम्बर अफ ओन्ली भन्छ है, यसलाई ओन्ली ए इन्टरसेक्सन बी भन्छ, यो भन्नु पऱ्यो 2 नम्बरमा। अनि सी नम्बरमा यो पनि भन्नु पऱ्यो, यो भन्नु पऱ्यो 3 नम्बरमा। ल 3 नम्बर यसलाई भन्छ नम्बर अफ ओन्ली बी इन्टरसेक्सन सी, बी र सी मात्रै भन्दाखेरि यो भयो। त्यसै गरी 4 नम्बरमा यो गरौँ हामी, यसलाई भन्छ, यसलाई के भन्छ हामी, के भन्छौँ, यसलाई हामी भन्छौँ ए र सी मात्रै, ए र सी मात्रै मन पराउने, यसलाई भन्छ नम्बर अफ ओन्ली ए इन्टरसेक्सन सी। अनि त्यसपछि यसरी हामीले 1 2 3 4 जोड्यो, 1 2 3 4 चाहिँ भर्यौँ होइन। 1 नम्बर सबभन्दा सुरुमा भर्नुपर्ने यो तीनवटै मन पराउने, एबी र सी तीनवटै मन पराउने भने चाहिँ यहाँ भयो 1 नम्बरमा है। यसलाई नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भनिन्छ। त्यस पछाडि ए र बी मात्रै, नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी भनेपछि यो 2 नम्बरको भयो, यो बीचको भाग। त्यसपछि 3 नम्बरमा हामी यो बी र सी मात्रै है, यो 3 नम्बरमा भयो। त्यसपछि ए र सी मात्र हुन्छ, नम्बर अफ ओन्ली ए इन्टरसेक्सन सी भनेको 4 नम्बरको भयो। एउटा कुरा बुझ्नुपर्ने कुरा के छ भने यो मात्रै हो, यो मात्रै हो है, दुईटा मात्रै भनेको तीनवटै भनेको यो भयो है। अनि यसमा एउटा चाहिँ थाहा पर्ने कुरा तपाईँहरूले, जस्तो नम्बर अफ ए इन्टरसेक्सन बी भन्नु र नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी भन्नु एउटै हो कि होइन, हो कि होइन, हो कि होइन, यो एउटै होइन, होइन है, बराबर कहिले हुँदैन। किन, यो नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी भनेको 2 नम्बरको मात्रै हो है। तर नम्बर अफ ए इन्टरसेक्सन बी भनेको चाहिँ यस्तो कि नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी भनेको, नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी भनेको 2 नम्बर हो। नम्बर अफ ए इन्टरसेक्सन बी भनेको चाहिँ यो 2 र 1 दुईटै हो। यसको अर्थ फेरि फरक हुन्छ। यसको अर्थ चाहिँ के हो, यसको अर्थ नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी छ नि, यसमा
यो पनि जोड्ने भनेको कि प्लस नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी यसरी यो सबै जोड्ने भनेको कि है। यसमा फरक छ है, ख्याल गर्नुपर्ने कुरा है। नम्बर अफ ए इन्टरसेक्सन बी भनेको चाहिँ यो 1 र 2 जोड्ने, 2 र 1 जोड्ने भनेको 1 र 2 एउटै है। नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी यो र नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी यो जोड्ने भनेको नम्बर अफ ए इन्टरसेक्सन बी हो। तर नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी भनेको चाहिँ के हो? 2 मात्र है। यो चित्रबाट पनि थाहा हुन्छ नि, चित्रबाट पनि थाहा हुन्छ। जस्तो नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी भनेको चाहिँ कुन हो? 2 नम्बरको है, 2 नम्बरको मात्रै हो, 2 नम्बरको मात्रै हो। तर नम्बर अफ ए इन्टरसेक्सन बी भनेको चाहिँ के हो? यो 2 र 1 दुईटै हो। यो भनेको यो माथिको छ नि, यो नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी प्लस यो इन्टरसेक्सन, तीनवटाको इन्टरसेक्सन पनि जोड्नु पर्यो। नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी यो तीनवटै जोड्नु पर्यो। यसको अर्थ 2 + 1 हो है। त्यस्तैतिर नम्बर अफ बी इन्टरसेक्सन भनेको फेरि यो दुईटा है, ख्याल गर्ने। नम्बर अफ ए इन्टरसेक्सन भनेको फेरि यो 4 + 1 हो, कुरा ख्याल गर्नु पर्यो। त्यसपछि यो बचेको भाग छ नि, यसलाई भन्छ कि यो बाँकी, यसलाई भन्छ नम्बर अफ ओन्ली ए मात्रै मन पराउने। अनि यो छ नि, यसलाई भन्छ नम्बर अफ ओन्ली बी मात्र मन पराउने। त्यस्तै तरिकाले यसलाई भन्छ कि यो खाली छ नि, यो हाम्रो 4 1 3 बाहेकको यो खाली छ नि सर्कलमा, यो भागलाई भन्छ नम्बर अफ ओन्ली सी है। यसरी हो हाम्रो भयो, कतिवटा चिज भयो? 1 2 3 4 भयो। 5 मा चाहिँ यो गर्छौँ, 6 मा चाहिँ यो भर्छौँ, 7 मा चाहिँ यो भर्छौँ। अनि 8 नम्बरमा चाहिँ यो पर्यो। यो भनेको हामीले तीनवटै मन नपराउने भन्छ कि, यो भनेको नम्बर अफ ए युनियन बी युनियन सी को होल कम्प्लिमेन्ट। यसरी हामीले यो तीनवटा खप्टीको सम्म 8वटा चिजहरू देखाउनु पर्ने हुन्छ। र अनि योसँग सम्बन्धित पनि केही सूत्रहरू छ है, त्यो ख्याल गर्नुपर्छ। जसमा केही सूत्र